हेलो एभ्रिवान, नमस्कार। सेवा चिटिक्क परेको मेरो मिनी ब्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ हामी तामाको तरकारी खानुलाई बहिनी म छोराहरू चाहिँ हामी तामा भाँच्न गयौँ खोलामा। अनि हामी चाहिँ भाँचेन, सबैजना मिलेर तान्दै थियौँ। झट्टै भाँचे अनि हामी चाहिँ बुनेले चाहिँ सबै त्यसको झुस लागेछ। अनि मलाई पनि लाग्यो यस्तो चिलाइरहेको थियो। अनि बुनेले चाहिँ अब चाहिँ म छुदिनँ भन्दै त छोराहरूले म बोक्छु भन्दै त मैले चाहिँ होस् 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 भने। अनि बुनेले चाहिँ मलाई सबै लाग्यो यहाँ चिलाइसक्यो, यहाँ के गर्नु भन्दै थिएँ। अनि त्यस पछाडि मैले चाहिँ यहाँ यसको खुर्काएर फ्याँक्नुपर्छ अनि लानुपर्छ भनेर भने। अनि मैले चाहिँ यहाँ सफा गर्न थालेको, बुनेलाई चाहिँ सबै लागेछ कि हातभरि यताभरि, मेरो पनि घाँटीमा सबै लागेको थियो नि त त्यो भाँच्दाखेरि आएर त्यसको टुप्पाले। अनि बहिनीले चाहिँ मलाई यहाँ कुर्दै मलाई यहाँ म सफा गर्छु भन्दै थिएँ। अनि बहिनीले दिए म चाहिँ सफा गर्दै थिएँ। बाउ पनि घाँस लाउनु जानुहुँदो रहेछ बिचरा। हामी चाहिँ यहाँ खोलामा तामा काट्दै थियौँ नि त। अनि बाउ बिरामी हुनुहुन्छ बाजे। अनि हामी चाहिँ तामा काटेर मिलाएर लानु आँटेको। अनि बहिनीले चाहिँ यहाँ हेरेर छोरा भन्दै थियो छोराहरूलाई यहाँ टाउको दल्दियो, यहाँ मलाई सबै चुलो भेटिसक्यो चिलाइसक्यो भन्दै थिएँ। होइन लु बोक घरमै लगेर सफा गर्नु भन्दै थिएँ। म चाहिँ तँलाई लागिहाल्यो त अनि बोक घरमा गएर अनि नुहाउनु नि पनि। बाउ चाहिँ अब चिलाउँछ तिमीहरूलाई भन्दै हुनुहुन्थ्यो बिचरा बाउ। अनि मैले चाहिँ खुर्किँदै थिएँ, अलिकति खुर्किने बहिनीलाई बोक्नु लगाएको। अब तैँले नै छोइहालिस्, तेरो हातमा सबै लाग्यो भनेर। धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा। कस्तो लाग्छ कमेन्ट गर्नुहोला साथीहरू। अनि हामी चाहिँ घरतिर हिँड्यौँ। थ्याङ्क यू। आजलाई यति।